र अभिभावकको चाहिँ उपस्थिति एकदमै न्यून देखिएको छ। कुनै पनि शिक्षण संस्था आफैमा खराब र राम्रो बन्न सक्दैन। त्यसलाई कस्तो बनाउने भन्ने कुरा चाहिँ त्यहाँ संलग्न विविध पक्षहरूको चाहिँ हातमा रहेको हुन्छ। यता कता हामी भन्छौँ यहाँ चाहिँ शिक्षकको कमजोरी छ। मलाई त लाग्छ आज शिक्षकको मात्रै कमजोरी छ जस्तो पनि देखिन्न। अभिभावकहरू खै त नतिजा जस्तो कुरा चाहिँ विश्लेषण गर्ने भन्दैछ। अर्को कुरा मैले थप्नै पर्छ, म चाहिँ यो विद्यालयको शिक्षक, स्वयंको समस्या भोगिरहेको व्यक्ति। अभिभावक एकदमै न्यून हुनुहुन्छ। कहीँ पनि चाहिँ तपाईँको घरसम्म चाहिँ पुर्याउनु होला। कक्षा 1 को कुनै एउटा विद्यार्थीको कापी सकियो भने 1 हप्तासम्म कापी आउँदैन। यो के हो त? कापी पनि विद्यालयले चाहिँ जुटाइदिनु पर्ने हो। धन्यवाद सर। उहाँले आफ्नो छोटो मिठो स्वागत मन्तव्य राखेर जानुभएको छ। अब हाम्रो सांस्कृतिक कार्यक्रम सुरु हुन गइरहेको छ। कक्षा 9 बाट सुरु हुनेछ। कक्षा 10 को अर्धवार्षिक परीक्षाको समीक्षा गरिदिनु हुन आदरणीय शिक्षक श्री विक्रम धामीज्यूलाई हार्दिक अनुरोध गर्दछु। कक्षा 10 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू आएर अगाडि बस्दिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू, यस समारोहका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, यस विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, विभिन्न ठाउँबाट पाल्नुभएका अभिभावक महोदयहरू अनि मेरा सहकर्मी साथीहरू र प्यारा भाइ बहिनीहरू, आज हाम्रो कार्यक्रममा हामीले 10 क्लासको रिजल्टको समीक्षा गर्ने भनेर यहाँ हामी अगाडि बढ्दै गइरहेका छौँ र यसै सन्दर्भमा हामी जुन अर्धवार्षिक परीक्षा लिएका थियौँ हामीले त्यो अर्धवार्षिक परीक्षाको हामीले विश्लेषण गर्दाखेरि अब यहाँ रिजल्ट त हामीले दयनीय अवस्थाको रिजल्ट हामीले प्राप्त गर्न सफल भयौँ। तैपनि हामी आफ्नो पक्षबाट आफ्नो तर्फबाट जोरदारका साथ लागिरहेका छौँ। भाइ बहिनीहरूले प्रगति गरून् भन्ने उद्देश्य लिएका छौँ। यहाँ चेक गरेको कपी पनि हजुरहरू समक्ष देखाउने छौँ। कहिले कतिको लेख्न सफल भयो र यसको बारेमा हामी फेरि पनि एकछिनपछि समीक्षा गर्नेछौँ भन्दै म यो रिजल्ट यहाँ प्रस्तुत गरेर अब यो माइक्रोफोन म सञ्चालक कार्यक्रम सञ्चालक ज्यूलाई हस्तान्तरण गर्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद सर। उहाँले चाहिँ कक्षा 10 को अर्धवार्षिक परीक्षाको नतिजाको समीक्षा गरेर जानुभएको छ। 10 क्लास तपाईँहरूको अभिभावक आउनु भएको छ कि छैन? ठकुल्ला ए प्रियङ्का ठकुल्ला हात उठाउने अभिभावक आउनु भएको छ? ठकुल्ला बी अभिभावक जङ्गबहादुर विष्ट अभिभावक है। अरुण ठकुल्ला अभिभावक, ठकुल्ला अभिभावक आउनु भएको छ। सुनिता ठकुल्ला अभिभावक, अब अभिभावक हुनुहुन्न तपाईँहरूको होइन। खासमा यो रिजल्ट अब सरहरूले निकाल्नु भयो, हामीले त निकाले होइन यो, किनभने हामी पनि तपाईँहरूको अभिभावक नै हो। जति बसिरहेको छ सबै अभिभावक नै हो तपाईँहरू है।
र तपाईँहरूलाई म माइक दिन्छु होइन, तपाईँहरूको समस्या के हो त्यो भनिदिनु न। यस्तो छ, अब कुरा के रह्यो भने हेर्नुहोस् है, तपाईँहरू 10 क्लास भनेको धेरै बुझ्ने मान्छे, यो विद्यालयको धेरै बुझ्ने स्टुडेन्टहरूमा पर्नुहुन्छ होइन, विद्यार्थीमा। कुरा के हो, तपाईँहरूको अभिभावकै हुनुहुन्न, अनि कोसँग हामी अन्तर्क्रिया गर्ने भनेको। एकजनाको अभिभावक हुनुहुन्छ, उहाँलाई के सोध्ने विद्यालय व्यवस्थापन समिति यदि होइन तपाईँहरूलाई घरमा अभिभावकले काम गराउनुहुन्छ, पढ्न दिनुहुन्न, तपाईँहरूलाई अलि समस्या छ भने त्यो पनि भन्नु पर्यो। 2 त्यही भएर अभिभावक पनि बोलायो आज। दोस्रो पोइन्ट, तेस्रो पोइन्ट के हो भने तपाईँहरूले आफू टाइम नदिएको हो या अब त्यो मोबाइलतिर खेलाएको हो, मोबाइल चलाइरहेको हो होइन, अनि तपाईँहरूले किन यो यति विक भयो रिजल्ट, यो कुरामा चाहिँ तपाईँहरूले समीक्षा चाहिँ अब हामीले सबैले बसेर गर्नुपर्छ भनेर कार्यक्रम राखेको खासमा। तपाईँहरूलाई नराम्रो पनि होइन, तपाईँहरूको राम्रोको लागि हो यो। फेरि विद्यार्थी भाइहरूले बुझ्नु होला, तपाईँहरूलाई यसले फिडब्याक हुन्छ नि त। अहिले तपाईँहरूले 4 विषय लाग्यो भने भोलि तपाईँहरूको अभिभावकले स्कुलमा आएर मास्टरहरूलाई गाली गर्ने होइन, नराम्रो बोल्ने, विद्यालय व्यवस्थापन समितिलाई नराम्रो बोल्ने यावत कुराहरू हुन्छन्। त्यो भएर सबैलाई राखेर अहिले अन्तर्क्रिया गरिदियो भने एउटा रिजल्ट के आउँछ भने कमजोरी कहाँ आउँछ, कमजोरी पत्ता लाग्छ नि त। त्यो भएर हामीले यो कार्यक्रम राखेका हौँ। यसलाई तपाईँहरूले विद्यार्थीहरूले अन्यथा नलिनु होला। यो तपाईँहरूको जीवनको पहिलो सायद कार्यक्रम होला, तपाईँहरूको यो स्कुलमा पढेको अन्तर्क्रिया गरेको रिजल्ट यसरी सार्वजनिक गरेको। तपाईँहरूको कापी पनि दिन्छ हामी तपाईँहरूलाई। हेर्नु कहाँ मिस्टेक गर्नुभएको रहेछ, तपाईँहरूले गलत कार्य गर्नुभएको रहेछ भन्ने कुरा अहिले थाहा पाउनु। कापी पनि दिइसकेका छ अरे सरहरूले तपाईँहरूलाई फिर्ता हो। अनि तपाईँहरूले लेखेका कापी तपाईँहरूलाई दिइसके कहाँ गलत गरेँ मैले भने त्यो गलत गरेको कुरालाई पढ्नु पऱ्यो नि त। अब 1 महिना छ, 1.5 महिना छ, यस्तो छ कुरो होइन। अनि तपाईँहरूको अभिभावक किन आउनु भन त, पत्र पुगेन, जङ्ग विष्णुको अभिभावक किन आएन, अन्त त्यो के अरे हाम्रो कृष्णको किन आएन, अनि यो करण ठकुलाको किन आएनन्, कहाँ जानुभयो, कहीँ जात्रा सात्रा हेर्न जानुभयो कि? यो समाजका बुद्धिजीवी जानेका होइन, अलि सबै कुरा थाहा पाएका मान्छेहरू छन्। त्यो भएर कुरा के हो भने यो कार्यक्रम तपाईँहरूलाई अलि केही होला, तपाईँहरूलाई यसरी राखेर अगाडि भनिदियो भने अभिभावकका अगाडि मेरो छोरा कमजोर छ भनेर पढ्न पठाउलान्, घरमा पनि विचार गरिदेलान्, मोबाइल हेरे कि हेरेन भनेर यसो विचार गर्लान् होइन, पढे कि पढेन भनेर विचार गर्दैलान् भनेर यो कार्यक्रम राखेको। तपाईहरुलाई कक्षामा अरूहरूको केही कमी कमजोरी छ अथवा आफ्नो कमी कमजोरी छ या अभिभावकको कमी कमजोरी छ, उहाँ अध्यक्षज्यूले पनि भन्नुभयो कुरा एकदम सान्दर्भिक छ। होस्टेलको व्यवस्था गर्नुपर्ने, अब कोचिङको व्यवस्था गर्नुपर्ने हो कि शिक्षकहरूले पनि पठन पाठन शिक्षण पद्धति फरक तरिकाले गर्नुपर्ने हो कि